साथीहरू, आज म तपाईहरुलाई फेरि निकै लामो समय पछाडिको हाम्रो भेटघाटमा तपाईलाई स्वागत गर्न चाहन्छु। र विशेष गरी हामीले फ्रेन्ड्स क्लब नेपालको तर्फबाट हामीले धेरै लामो समय हामीले तपाईहरुसँग जोडिएर हामीले सहकार्य गर्दै आइरहेका छौं। र अहिले आएर हाम्रो फ्रेन्ड्स क्लबका विभिन्न साथीहरू विभिन्न ठाउँमा विश्वको विभिन्न देशमा भूगोलमा रहेका हुनाले हामी उहाँहरूलाई फेरि यहाँबाट पनि अहिले सम्झिरहेको कुरा पनि अवगत गराउन चाहन्छु। विशेष गरी हामीले फ्रेन्ड्स क्लब नेपालबाट हामीले जति हामीले करिब 1.5 दशक जति हामीले जोडिएर साथीहरुसँग हामीले सहकार्य गर्यौं र अब यसलाई हामीले निरन्तरता दिने क्रममा हाम्रा अधिकतम साथीहरू देशका विभिन्न ठाउँहरुमा छरिएर रहनु भएको हुनाले र विशेष गरी अहिले करिब 6 महिनादेखिको कोरोना भाइरस कोभिड-19 को कारणले गर्दाखेरि धेरै हाम्रो साथीहरू जुन देशमा हुनुहुन्छ त्यही सुरक्षित रहनको लागि पनि हार्दिक आग्रह गर्दै अब उहाँहरुको आगमन अलिकति लम्बिने सक्ने देखिएको हुनाले हामी नेपालमा जति साथीहरू छौं उहाँहरुलाई हामी फेरि पनि जोडिदै र यसलाई अहिले हामीले त्यसैको परिष्कृत र परिमार्जित रूपमा हामीले अहिले लिडर क्लब नेपाल भनेर चाहिँ हामीले नामलाई पुनः गर्दछौं। र यसै सन्दर्भमा हामीले जुन विश्वव्यापी भाइचाराको हिसाबले हामीले स्थापित भएको हाम्रो फ्रेन्ड्स क्लब नेपालबाट अहिले आएर हामीले यसलाई प्रस्तावित नाम संशोधित नाम हामीले लिडर क्लब नेपाल बनाएका छौं। अब युवाको पालो, अब नेतृत्व युवाको हातमा, अबको पिढी युवा पिढी हुन् र अबको भविष्य युवा पिढीको हातमा छ। यही कुराहरूलाई हामीले मुख्य हाम्रो दर्शनको रूपमा हाम्रो नीति र कार्यक्रमको रूपमा लिएर अहिले हामीले नेपाल भरिरहेका सम्पूर्ण युवाहरूलाई 14 देखि 40 वर्षका युवाहरूलाई कुनै न कुनै तपाई जुनसुकै स्थानमा, जुनसुकै पदमा, जुनसुकै क्षेत्रमा, जुनसुकै कार्यमा तपाई रहनु भए पनि तपाई हामीसँग जोडिन आउनुस् ताकि तपाईको लिडरशिप त्यो बेलामा आवश्यक पर्छ। चाहे तपाई एउटा सामान्य आफ्नो गृहस्थी जीवन बिताउन चाहनुहुन्छ अथवा तपाई राष्ट्रको नेतृत्व गर्न चाहनुहुन्छ, त्यसमा तपाईलाई सही नेतृत्वको आवश्यकता पक्कै पनि पर्छ। नेतृत्व क्षमता भन्ने कुरा अबको आवश्यकता हो। तपाईले जुनसुकै क्षेत्रमा तपाई आफ्नो सामान्य आफ्नो व्यावसायिक कार्यहरू गर्नुहुन्छ वा तपाईको जुनसुकै आफ्नो आफूले लिएको जिम्मेवारीलाई सही तरिकाले कार्यान्वयन गर्नको लागि तपाईमा नेतृत्व क्षमता, नेतृत्व शक्ति र सामर्थ्य आवश्यक पर्छ। साथीहरू, त्यही भएर पनि हामी तपाईहरुसँग यसरी जोडिन चाहेको छौं। हुन त अहिलेको समयमा हामीले विभिन्न प्रकारका शिक्षाहरू, औपचारिक र अनौपचारिक शिक्षाहरू पाइरहेका हुन्छौं। चाहे त्यो औपचारिक रूपमा हामीले स्कुल, कलेज अथवा विश्वविद्यालयहरू गएर हामीले जति शिक्षा प्राप्त गर्दछौं त्यति शिक्षाले मात्रै पर्याप्त हुन्न भन्ने हाम्रो निर्कल रहेको छ, ठहर रहेको छ। सकेसम्म हामीले नेतृत्व क्षमता भन्नेको कुरा निरन्तर प्रयास र निरन्तरको अभ्यासको उपज हो जस्तो लाग्छ। साथीहरू, तपाई अहिले हामीले जति हामीले विश्व नेतृत्वहरूलाई हेर्छौं उहाँहरुका विभिन्न राम्रा पक्षहरूलाई हामी समेटेर लान्छौं र उहाँहरूले गरेका त्रुटिहरूलाई त्यो त्रुटि नदोहोऱ्याउनको लागि हामी खबरदारी गर्नेछौं। युवा साथीहरू, हामी आज यो घडीमा आइपुगेका छौं। हामी जुनसुकै कार्य गर्दाखेरि अबको हाम्रो कार्यहरू त्यो एक्लैले गर्न सक्ने अवस्थै रहेन। तपाई जुनसुकै क्षेत्रमा हेर्नुस्, जुनसुकै ठाउँमा हेर्नुस्, त्यहाँ तपाईले कोही न कोही व्यक्तिसँग, दोस्रो व्यक्तिसँग, दोस्रो समूहसँग तपाईले सम्बद्ध भएर आबद्ध भएर जानुपर्ने अवस्था छ। अर्थात् तपाईले अरु व्यक्तिसँग कोअपरेसन नगरेसम्म, अरु व्यक्तिहरुसँग समन्वय नगरेसम्म तपाईले त्यो ठाउँबाट उचित र सही तपाईले परिणाम ल्याउन सक्नुहुन्न भन्ने कुरा प्रष्ट भइसकेको छ। अत हामीले यो सवालमा विशेष गरी युवा पिढीहरूलाई अब हामी जाग्नुपर्छ। अब हामी युवा पिढीले हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा आउनुपर्छ र युवा पिढी नै भविष्यको मूल आधार भएको हुनाले अब युवाहरू एक हुनुपर्छ। युवाहरूमा यदि हामीमा सही र सकारात्मक ऊर्जाहरू आयो भने, हामीले सही र सकारात्मक दिशा लियौं भने अवश्य पनि राष्ट्रले र पुरै विश्वले नयाँ गति र नयाँ परिणाम प्राप्त गर्नेछन्, त्यो पनि सकारात्मक रूपमा। तसर्थ हामी सम्पूर्ण युवा साथीहरूलाई फेरि पनि हामी लिडर क्लब नेपालबाट जोडिनको लागि हार्दिक अनुरोध गर्दछौं। तत्कालीन समयमा हामीले करिब 1.5 दशक अगाडि फ्रेन्ड्स क्लब नेपालबाट जति कार्यक्रमहरू गर्यौं, जति हामीले कर्महरू गर्यौं र त्यसले हाम्रा धेरै साथीहरू अहिले विश्वको कुना-कुनामा छरिएर रहनु भए पनि उहाँहरूले
त्यो हाम्रो सिकाइले, त्यो हाम्रो प्रशिक्षणले, त्यो हाम्रो निरन्तरको भेटघाटबाट निकै लाभान्वित भएको कुराहरू उहाँहरूले अहिले पनि हामीलाई बताइरहनु भएको छ। र विश्वमा रहनुभएका हाम्रा साथीहरूले जसले यो हाम्रो संवाद कार्यक्रमहरू, यो हाम्रो अवधारणाहरू हेरिरहनु भएको छ, पक्कै पनि उहाँहरूले यसमा प्रतिक्रिया दिनुहुनेछ भन्ने मैले आशा र विश्वास गरेको छु। विशेष गरी अबको समस्या युवा पिँढीको काँधमा आएको छ र त्यसलाई हल गरेर जाने वा होइन यो त अरू कसैले गर्नुपर्छ भनेर छाडेर पन्छिने, त्यो हामीमै भर पर्ने कुरा हो। विशेष गरी साथीहरू, अब हामी हेरेर मात्रै बस्ने, अरूलाई आलोचना मात्रै गरेर बस्ने वा आफै अगाडि सरेर त्यसको समाधानतिर लाग्ने, समस्याको समाधानतिर लाग्ने। सायद साथीहरू, हामीले अहिलेसम्म जति तपाईँहरूसँग विभिन्न संवाद, विभिन्न कार्यक्रम र विभिन्न हामीले अभियानहरू चलाउँदै आएका थियौँ, त्यो अभियानहरू निरन्तर रहनेछन्। विशेष गरी युवा पिँढीको समस्याहरू, विशेष गरी युवा पिँढीको मागहरू हामी विभिन्न निकाय, विभिन्न जिम्मेवार व्यक्तिहरू र संस्थाहरूसम्म हामीले पुर्याउँदै आइरहेका छौँ। हामीले आफ्नो गाउँ टोल बस्ती मात्रै होइन, हामीले सम्पूर्ण समाज र सम्पूर्ण राष्ट्रको सम्म हामीले समस्याहरूलाई हामीले लिएर त्यसको समाधानको लागि हामी उपाय खोज्दै आइरहेका छौँ। विशेष गरी युवा पिँढीमा अहिले देखिएको, हामी जहिले पनि चाँडो परिणाम पाउने प्रयत्न गर्छौँ, तर हामीमा सिकाइको अभाव, अनुभवको अभावले गर्दाखेरि धेरै समस्याहरू झेल्दै आइरहेको छौँ। अब त्यो समस्याहरू एउटा व्यक्तिबाट होइन, एउटा व्यक्तिको थ्रु भएर अब त्यो समस्या समाधान हुँदैन रहेछ। त्यसको लागि तपाईँ हामी एक हुनु आवश्यक छ। जस्तो कि एउटा व्यक्तिले घर बनाउन चाहन्छ भने जसरी त्यहाँ सबै प्रकारका व्यक्तिहरू, इन्जिनियरले नक्सा उतार्छ होला, नक्सा बनाउला, त्यहाँ मजदुर गर्ने व्यक्तिले मजदुरी पनि गर्नु पर्यो, त्यहाँ सिकर्मी डकर्मीदेखि लिएर सबै प्रकारका अवयवहरूको हामीलाई सम्मिश्रण नै एउटा घर हुन पुग्ने रहेछ। तसर्थ हामी तपाईँहरूलाई आह्वान गर्दछौँ, तपाईँ हामीमा कसैसँग एउटा क्षमता होला, तपाईँ हामीसँग अर्को क्षमता होला। हामीले एकले अर्काको क्षमतालाई हामीले सदुपयोग गर्दै र आफ्नो क्षमताबाट पनि अरूलाई हामीले सहयोग गर्दै र अरूको क्षमताबाट पनि आफूले लाभ लिँदै तपाईँ हामी सहकार्य ह्यान्ड टु ह्यान्ड गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ। विशेष गरी अबको आवश्यकता युवा पिँढीको समस्यालाई कसले र कसरी सम्बोधन गर्छ र कसरी हल गरिन्छ भन्ने नै हो। सामान्यतया हामी युवा पिँढीहरू जे र जसरी अहिले अगाडि बढिरहेका छौँ, सूचना र सञ्चार माध्यमहरूले तपाईँ हामीलाई जोडिन सजिलो भएको छ साथीहरू, र यसको अधिकतमभन्दा अधिकतम तपाईँहरूले लाभ लिनुहोस् र आफ्नो जीवनलाई यु टर्न गर्नुहोस्। विशेष गरी युवा पिँढीहरूलाई हाम्रो यो आग्रह रहनेछ, अब तपाईँ यो भविष्य तपाईँले बदल्नुपर्छ, तपाईँको आफ्नो भविष्य आफैले बनाउनुपर्छ, आफ्नो भविष्य आफैले बदल्नुपर्छ र सक्नुहुन्छ तपाईँले आफ्नो गाउँ, समाज, टोल र पुरै राष्ट्रको भविष्यसम्म तपाईँले अब जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ। विशेष गरी हामी नेपालको सन्दर्भमा कतिपय अहिले पनि हामी वृद्धहरूद्वारा विभिन्न शारीरिक र स्वास्थ्य समस्या भएका व्यक्तिहरू नेतृत्वमा रहेका हुनाले धेरै समस्याहरू आएको हामी देख्छौँ र यसलाई चाहिँ हामीले चिया गफमा एउटा कुरा काट्ने विषयको रूपमा मात्रै लिन्छौँ। अब यसलाई हामीले गम्भीर रूपले लिनुपर्ने भएको छ साथीहरू। अब जबसम्म युवा नेतृत्व अगाडि आउँदैनन्, जबसम्म युवाहरू अगाडि आउँदैनन्, युवा ऊर्जा, युवा उत्साह, युवाहरूको जुन एउटा साहस हुन्छ, यसलाई सम्मिश्रण गरेर जाने हो भने अवश्य पनि हामी हाम्रो गन्तव्यमा, त्यो पनि सही टाइममा, सही गन्तव्यमा पुग्न सक्छौँ। हामीलाई यो कुरामा विश्वास छ साथीहरू। अत हामीले अहिले राख्दै आएका विभिन्न युवाहरूको समस्याहरू, युवाहरूको साझा समस्याहरूलाई चाहिँ हामीले यो एउटा फ्रेन्ड्स क्लब नेपालबाट जसरी हामीले समाधान गर्न लागिरहेका छौँ, सम्बोधन गर्न लागिरहेका छौँ, यसमा तपाईँहरू पनि एकाकार भएर आउनको लागि हामी तपाईँहरूलाई हार्दिक अनुरोध गर्दछौँ। युवा साथीहरू, अब तपाईँको समस्या तपाईँको मात्र समस्या रहेन, अब तपाईँको समस्या हाम्रो समस्या हुन पुगेको छ। अब तपाईँको समस्यालाई समाधान गर्नको लागि तपाईँ एक्लो हुनुहुन्न, तपाईँको समस्यालाई समाधान गर्नको लागि अब हामी छौँ। आउनुहोस्, हामी एकाकार बनौँ, हातमा हात मिलाएर अगाडि बढौँ र तपाईँको समस्या अब यो हाम्रो समस्या हो। तपाईँको एउटा समस्या अब हामी सयौँ र हजारौँ युवाहरू मिलेर समाधान गर्न चाहन्छौँ भने अवश्य पनि त्यो
हामी कामयाबी हुन्छौँ, हामी सफल हुन्छौँ। तर त्यही समस्या तपाईँ एक्लैले समाधान गर्न खोज्नुहुन्छ भने सायदै केही व्यक्तिहरू त त्यसमा सफल हुनुहोला, तर धेरै प्रतिशत साथीहरू, करिब 80% साथीहरू त्यसमा असफल हुनुहोला र तपाईँहरूमा एक प्रकारको निराशा र नैराश्यता छ होला। त्यो नैराश्यताको परिणाम समाजमा विभिन्न प्रकारको विकृतिको रूपमा, विभिन्न प्रकारको अपराधको रूपमा हामी देख्न पर्ने हुन्छ। अत तपाईँको आफ्नो भविष्य मात्रै होइन, तपाईँको पछिल्लो पिँढीको भविष्यलाई पनि लिएर हामी सोच्ने गरेका छौँ। हुन त हामी जहिले पनि स्वतन्त्र जीवनशैलीको हामी वकालत गर्दै आइरहेका छौँ। यद्यपि आफ्नो अधिकारको कुराकानी गर्दै गर्दा हामीले आफ्नो कर्तव्य र दायित्वबाट हामी अलिकति च्युत भइरहेको हौँ कि भन्ने पनि हामीले महसुस गरेका छौँ। विशेष गरी 1.5 दशकको अनुभवबाट हामीले साथीहरू यो बुझ्दै आएको छौँ, अब युवा पिँढी अगाडि आउनै पर्छ। युवा पिँढीको हातमा सम्पूर्ण नेतृत्वको एउटा जिम्मेवारी रहनुपर्छ, अनि मात्रै देश अघि बढ्छ, देश बन्छ, अनि मात्रै राष्ट्रले एउटा मुहार फेर्छ भन्ने हाम्रो सोचाइ र बुझाइरहेको छ। हामीले आफ्नो शैक्षिक उमेरभरि, शिक्षा ग्रहण गर्ने उमेरभरि हामी जति हामीसँग आएका ज्ञान र शिक्षाहरू हामी पछिल्लो पिँढीलाई सिकाउँदै जानेछौँ। त्यसमा हामीले तपाईँलाई एउटा नारा दिएका थियौँ, आइदर लर्न अर टिच। तपाईँ कि त सिक्नुहोस् कि त अरूलाई सिकाउनुहोस्, अर टिच अर लर्न। हामी यो सँगसँगै हुने प्रक्रियाहरू हुन्। कुनै पनि कुराहरू तपाईँसँग छ, तपाईँले सिकाउनुहोस्, छैन तपाईँ सिक्नुहोस्। आइदर गिभ अर टेक। तपाईँहरूलाई फेरि पनि भनेको छौँ, कि त तपाईँ आफूसँग छ अरूलाई दिनुहोस्, छैन अरूबाट लिनुहोस्। हाम्रो आइदर गिभ अर टेक, आइदर टिच अर लर्न, अर्थात् कि त तपाईँसँग छ तपाईँ अरूलाई दिनुहोस्, छैन भने अरूबाट लिनुहोस्, अर्थात् हामीबाट लिनुहोस्। तपाईँसँग केही ज्ञान शिक्षा सिपहरू छ, तपाईँ अरूलाई सिकाउनुहोस्, होइन छैन तपाईँ सिक्नको लागि तयार रहनुहोस्। यसैले यही नाराले तपाईँलाई अन्ततः तपाईँको जीवनलाई, तपाईँको आफ्नो परिवेशलाई बदल्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ साथीहरू। युवा पिँढीमा अहिले धेरै युवा पिँढीमा, अधिकतम युवा पिँढीमा नैराश्यता छाएको छ, किनभने हरेक युवाहरू आफूलाई एक्लो ठान्ने गर्छन्। हरेक युवाहरू अहिले हामीले आफू एक्लो महसुस गरिरहेका छौँ। अब त्यो समय रहेन साथीहरू, फेरि हामी तपाईँसँग जोडिन आइपुगेका छौँ। बिचमा विभिन्न प्रकारका घटना, दुर्घटना, बाधा, अवरोधहरू आउँदै पनि अहिले हाम्रा कति पदाधिकारी साथीहरू, विश्वको धेरै करिब हामी 75% भन्दा बढी साथीहरू, हाम्रो पदाधिकारीहरू, फ्रेन्ड्स क्लब नेपालका तदर्थ समितिका, हाम्रा कार्य समितिका साथीहरू विभिन्न देशमा हुनुहुन्छ। उहाँहरू पनि ब्याक टु होम, ब्याक टु नेपाल भन्ने नाराका साथ अहिले हामी आउन लागिरहेका छौँ। अत तसर्थ तपाईँहरू फेरि पनि हाम्रा सिनियर साथीहरूबाट, सिनियर लिडर्सहरूबाट तपाईँहरूले सिक्दै जाने काम र कार्यक्रमहरू निरन्तर हुनेछ र तपाईँहरूले सिकेको कुराहरू तपाईँले पछिल्ला पिँढीलाई पनि तपाईँले सिकाउँदै जानुहुनेछ र त्यो सिक्ने र सिकाउने प्रक्रियाबाटै तपाईँ एउटा असल र सक्षम, क्षमतावान र सही एउटा नेतृत्व पनि बन्दै गइसकेको हुनेछ। तपाईँले सानो आफ्नो व्यक्तिगत आफ्नो व्यवसाय सम्हाल्नुहोस् वा तपाईँले पुरै राष्ट्रको नेतृत्व गर्नुहोस्। तपाईँले आफ्नो घर मूल्यको रूपमा तपाईँ आफ्नो घरलाई सही तरिकाले सञ्चालन गर्नुहोस् वा तपाईँले राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्ने सवालमा होस् वा देशकै नेतृत्व गर्ने सवालमा होस्, तपाईँलाई नेतृत्व क्षमताको आवश्यकता छ, तपाईँलाई सही र सुझबुझको आवश्यकता छ। अत साथीहरू, तपाईँहरू चाँडोभन्दा चाँडो हामीले तपाईँहरूलाई दिएको ठेगाना, इमेल एड्रेसमा अथवा तपाईँले यही मिडियासँग सम्बन्ध भएर पनि, यही मिडियाको थ्रु भएर पनि हामीसँग तपाईँहरू जोडिन आउन सक्नुहुनेछ। र विशेष गरी आज हामीले उठाएको यी युवा पिँढीको अवस्था र आवश्यकताको बारेमा तपाईँहरूसँग यो हामीले अहिले छोटो भिडियो क्लिपमा बोलेका भन्दा राम्रा विचारहरू पनि होलान्, राम्रा समस्याका समाधानहरू पनि होलान्। ती समस्याको समाधानहरू पनि हामीसँग तपाईँहरूले सेयर गर्नको लागि, तपाईँले हामीलाई पठाउनको लागि पनि तपाईँहरूलाई हामी आग्रह गर्दछौँ। विशेष गरी अहिले युवा पिँढीको जुन अवस्था छ र आवश्यकता छ त्यो कुराहरू तपाईँहरूले हामीलाई दिएको तपाईँलाई इमेल एड्रेसबाट पनि तपाईँहरूले सम्प्रेषण गर्न सक्नुहुनेछ, हामीसँग समन्वय गर्न सक्नुहुन्छ र पठाउन सक्नुहुनेछ। साथीहरू, अन्ततः तपाईँहरूलाई फेरि पनि हामी आग्रह गर्दछौँ, तपाईँहरूसँग छैन तपाईँहरू लिनुहोस्, छ अरूलाई दिनुहोस्, तपाईँहरू कि त सिक्नुहोस् कि त अरूलाई सिकाउनुहोस्। हामी फेरि पनि यही भन्दै तपाईँले आफ्नो व्यक्तित्व आफै निर्माण गर्नुहोस्, तपाईँले आफ्नो लिडरसिप क्षमता, तपाईँको नेतृत्व क्षमता
वृद्धि गर्नुहोस्, तर तपाईँ एक्लै होइन, हामीसँग जोडेर। किनभने तपाईँ एक्लै गर्दाखेरि त्यही कार्य धेरै गाह्रो, धेरै जटिल हुन्थ्यो होला, तर तपाईँ हामीसँग सम्बद्ध भइसकेपछि, आबद्ध भइसकेपछि पक्कै पनि तपाईँहरूले सहज र सरल रूपले तपाईँहरूले नेतृत्व क्षमता, नेतृत्व विकासका कुराहरू सरल तरिकाले सिक्न सक्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। त्यसैले साथीहरू, तपाईँहरू विश्वको जुन जुन ठाउँमा रहनुभएको भए पनि सूचना र सञ्चार माध्यमहरूबाट अथवा तपाईँहरूले आफ्नो हामीले फेसबुक पेजहरूबाट पनि तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ। हामीले हाम्रो सम्पर्क नम्बरहरू, इमेल एड्रेसहरू तपाईँले तल भिडियोको तल स्क्रोलिङमा तपाईँले देख्नुहुनेछ। र हामीसँग फेरि त्यसै बेलाको फ्रेन्ड्स क्लब नेपाललाई अहिले हामीले नामाङ्कित गर्दाखेरि अहिले लिडर क्लब नेपालको रूपमा हामी दर्ताको प्रक्रियामा रहेको कुरा मैले सुरुमा पनि जानकारी गराइसकेको छु। र अन्तमा यही पेजबाट तपाईँहरू हामी सबै युवा पिँढीहरू जोडिनको लागि हामी आग्रह गर्दछौँ। धन्यवाद, नमस्कार।